गर्नुस् त तपाई वर्षौं कडा मेहनत गर्नुहुन्छ, दिनरात नबुझिकन पढ्नुहुन्छ ताकि भविष्य सुनिश्चित होस्। तर परीक्षाको ठ्याक्कै अगाडि पेपर लिक भएर जान्छ वा नतिजा प्रकाशित हुने बेलामा चरम भ्रष्टाचार भएर आउँछ। यस्तो विषयले कस्तो महसुस गराउँछ होला? 2019 देखि अहिलेसम्म 4 चोटि लगातार पेपर लिक भएको विषय भारतमा सुनिएको छ। यही पेपर लिकको विषयलाई लिएर भारतको राजधानी न्यू दिल्लीमा विद्यार्थीहरू सडकमा उत्रिएर पीडा पोखिरहेका छन्। आखिर यो आन्दोलन किन यति धेरै चर्चामा छ? यसले किन सरकारको निन्द्रा उडाइरहेको छ? आउनुहोस् आजको यस भिडियोमा यसैको बारेमा चर्चा गरौँ। केही दिनदेखि एउटा प्लेटफर्म कक्रोच जनता पार्टी भनेर धेरै चर्चामा आइरहेको छ। यो आन्दोलन हुनुभन्दा पहिला यो प्लेटफर्म एउटा जोक वा विद्रोही सोचको रूपमा लिने गरिन्थ्यो र बेला बेला पेपर लिकको विषयले विद्यार्थीको धैर्य तोड्यो र ती कुराहरू सोशल मिडियासम्म मात्रै सीमित रहेन। अब विद्यार्थीहरू जन्तर मन्तरमा सडकमा उत्रिएका छन्। अहिले त्यहाँ हजारौंको संख्यामा युवाहरू, विद्यार्थीहरू र अभिभावकहरू यही आक्रोश पोख्न सडकमा उत्रिएका छन्। ती सबैजनाको एउटै माग छ, शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र शिक्षा प्रणालीमा परिवर्तन। यो आन्दोलन युवाहरूको आन्दोलन हो जसले आफ्नो भविष्य अन्धकारमा देखिरहेका छन्। कतिपय विद्यार्थीहरूले यसैका कारण ज्यान समेत गुमाएका छन्। शिक्षा प्रणालीको सुधार र विद्यार्थीहरू आफ्नो अधिकार माग्न जाँदा सुरक्षाकर्मीहरूसँग भएको झडप, लाठीचार्ज र अश्रु ग्यासको प्रहार हामी सबैले देख्यौं। विद्यार्थीहरू मात्र नभएर प्रतिपक्ष दलका नेताहरू समेत यो आन्दोलनमा उत्रिएका छन्।